ल है साथीहरू, हामीले चाहिँ हाम्रो नरेश दाई यहाँ मौरी काट्दै हुनुहुन्छ। टोक छ, अहिले टोक छ है। टोक्न त टोक्छ भाइ, तर अलि अझै नजिक आउँदा नि हुन्छ। यहाँ चाहिँ हामी मौरी काट्दैछौँ। एउटा घार हाम्रो नरेश दाई हेर्नुहोस् त, उहाँले आफ्नो घरमै यसरी उत्पादन गर्नुभएको छ मौरी। मैले चाहिँ कृष्ण भाइलाई एउटा चाखा महस चखम भन्ने हिसाबले निकाल्न खोजेको। दाइले मेरो लागि एउटा महको पाना निकाल्दै हुनुहुन्छ। बिचरा दाइले यति दुःख गर्नु चाहिँ आवश्यक पनि छैन, यो राम्रो पनि होइन हैन। तर दाइले मह काट्दै गर्दाखेरि यस्तो खतरा मौरी आम्मा पाके रहेछ, टेम्मा खाने रहेछ भाइ। हेर्नु त यस्तो दामी छ है मौरी मह, अर्ग्यानिक मह। राम राम राम। यसमा चाहिँ खाने रहेछ है। ए मौरीको मह यसरी मौरी टोक्यो भने चाहिँ मातल हो। दाइ कति घार छ दाइ अहिले यहाँ? 22 वटा घार छ भाइ। 22 वटा। कति कति म अलिकति टाढा हुनु